एउटा सक्षम सिटीमा पर्यो के त्यो भनेको सक्षम नेतृत्व पायो धनगढीले एउटा सक्षम नेतृत्व पाइसकेपछि धनगढीले आफ्नो मुहार फेर्नबाट कसैले पनि रोक्न सकेन र गोपी हमाल जस्तो एउटा विद्वान व्यक्तित्व बीचमै कार्यकाल छोडेर पनि जानु भएन गोपी हमालले आफ्नो 3 वर्ष कार्यकालमै यति देखाउनु भयो कि अरू महानगरपालिकाले चर्चा कमायो र गोपी हमालले काम गर्यो अरूले चर्चा कमायो गोपी हमालले काम गर्यो त्यसैले आज गोपी हमालको नाम सबैको मनमनमा छ गोपी हमाल पनि कोही भन्दा कोही कम छैन र सुदूरपश्चिमेली एउटा सुदूरपश्चिममा जन्म भएको गोपी हमालले आज यत्रो गर्न सक्ने र देशभरिमा 753 वटा स्थानीय तहमा चाहिँ यो हुन सकेन र यो हुन नसक्नुको मेन कारण चाहिँ एउटा पार्टी दोस्रो पैसा घुसपेस तेस्रो चाहिँ नैतिकता यो तीनटै गोपी हमालमा सक्षम छन् र गोपी हमाल अबको सुदूरपश्चिमले हेर्न प्रधानमन्त्रीको रूपमा पनि गोपी हमाललाई हामीले अगाडि सार्न आग्रह गर्नेछौँ र यस्तै गर्दा तपाईहरुले आफ्नो धारणा दिनुहोला र गोपी हमालको काम कस्तो लाग्छ तपाईहरुले भन्नुहोला है तपाईहरुको आफूले गर्न सक्ने सपोर्ट साथ चाहिँ गोपी हमालको लागि कहिले पनि कमी नगर्नु होला भन्ने आग्रह गर्दै म यहाँबाट अर्कोतर्फ लाग्छु हस् धन्यवाद।